हेलो सेवा नमस्कार गुड इभिनिङ साथीहरू। आज चाहिँ म यस मेरो युट्युब च्यानल अन्तर्गत रहेर केही नयाँ सूचनाहरू केही नयाँ इन्फर्मेसनहरू हजुरहरूलाई दिन खोजिरहेको छु। विशेष गरेर यो चाहिँ नयाँ स्पेनमा जो नयाँ आउनु भएको छ र कुनै पनि देशबाट आउन खोजिराख्नु भएको छ उहाँहरूको लागि स्पेसल्ली भनेर मैले नयाँ इन्फर्मेसन नयाँ जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। साथीहरूले हेरेर अन्तिमसम्म हेरिदिनु होला र हेरेर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। मैले भिडियो चाहिँ किन बनाउन खोजिरहेको भन्दाखेरि मलाई चाहिँ योभन्दा अगाडि यहाँको बारेमा यति धेरै कुराहरू अथवा बेसिक र इम्पोर्टेन्ट कुराहरू चाहिँ थाहा नभएको र यो चाहिँ थाहा पाउनै पर्ने नयाँ आउनेले र यहाँ जो बस्नुहुन्छ यहाँ बस्न खोजिराख्नु भएको साथीहरूले थाहा पाउनै पर्ने कुरा यहाँ आइसकेपछि र आउनुभन्दा अगाडि चाहिँ बुझ्नै पर्ने कुरा भएको कारणले गर्दाखेरि मैले यहाँहरूलाई चाहिँ यो जानकारी दिन खोजिरहेको छु। विशेष गरेर साथीहरू अब जो स्पेनमा तपाईँहरू आउनुहुन्छ स्पेनमा आउनुभन्दा अगाडि चाहिँ तपाईँहरूले धेरै नै सोच विचार गरेर एउटा योजना बनाएर तपाईँहरू आउनुपर्ने हुन्छ। अनि तपाईँ जब यहाँ आउनुहुन्छ आइसके पछाडि विभिन्न कुराहरू चाहिँ चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। जस्तै यहाँ पहिला चाहिने भनेको चाहिँ बस्ने ठाउँ हो, त्यस पछाडि कामको कुरा आउँछ, अनि कानुनी रूपमा लिगली रूपमा कसरी बस्ने, लामो समयसम्म कसरी बस्ने त्यो कुराहरू बुझ्नुपर्ने हुन्छ। आज चाहिँ म यहाँ कसरी बस्ने कामको बारेमा कुरा गर्दिनँ। म चाहिँ यहाँ आउनु साथै नयाँ साथीभाइहरूले गर्नुपर्ने कुराहरू र यहाँ आइसकेपछि तुरुन्तै गर्नुपर्ने कुराहरू के हो त्यो चाहिँ म तपाईँहरूलाई बताउन चाहन्छु। र जति पनि यहाँ नयाँ आउनुहुन्छ आइसके पछाडि चाहिँ उहाँहरूले गर्नुपर्ने पहिलो काम भनेको चाहिँ आफ्नो पेपर दर्ता गर्नुहोस्। त्यसलाई चाहिँ यहाँ इम्पाड्रोनामेन्टो भन्छ। इम्पाड्रोनामेन्टोको लागि चाहिँ तपाईँले यहाँको अजुन्टामेन्टो नगरपालिकामा गएर तपाईँले दर्ता गर्नु होला। त्यो भनेको चाहिँ एउटा बसाइ प्रक्रिया हो। त्यो चाहिँ तपाईँले यहाँको नगरपालिकामा गएर गर्नुपर्ने हुन्छ। अहिले म तपाईँलाई त्यो चाहिँ दुई तरिकाले गरिन्छ त्यो बारेमा पनि म तपाईँलाई बताइदिन्छु। पहिलो चाहिँ त्यो इम्पाड्रोनामेन्टो भन्ने हुन्छ, त्यो चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ फर्स्टमा यहाँ आइसके पछाडि। अनि त्यसको साथसाथै तपाईँले जब इम्पाड्रोनामेन्टो हुन्छ त्यसको चाहिँ एउटा प्रक्रिया छ, प्रोसेस छ। तपाईँहरूले कमेन्ट गर्नुभयो भने म त्यसको प्रक्रिया पनि बताइदिन्छु कसरी गर्ने भनेर। जब तपाईँले चाहिँ इम्पाड्रोनामेन्टो गर्नुहुन्छ त्यस पछाडि चाहिँ तपाईँले दोस्रोमा चाहिँ गरिहाल्नु पर्ने भनेको चाहिँ एउटा मेडिकल कार्ड चाहिँ तपाईँ लिनुपर्ने हुन्छ। तपाईँ अब हामी चाहिँ अब कुनै पनि बेला बिराम पर्न सक्ने अवस्था हुन्छ, त्यो भएकोले गर्दाखेरि मेडिकल कार्ड चाहिँ तपाईँले बनाउनु पर्ने हुन्छ र त्यो एउटा प्रुफ पनि हो। पछि तपाईँलाई जब तपाईँले रेसिडेन्सी कार्ड चाहिँ एप्लाई गर्नुहुन्छ त्यस बेलामा चाहिँ तपाईँलाई त्यो एउटा प्रुफ पनि बन्छ। त्यसले गर्दाखेरि इम्पाड्रोनामेन्टो भएपछि मात्र त्यो मेडिकल कार्ड बन्ने भएकोले फर्स्टमा इम्पाड्रोनामेन्टो र त्यस पछाडि चाहिँ तपाईँले चाहिँ मेडिकल कार्ड बनाउनु पर्ने हुन्छ साथीहरू। त्यो सँगसँगै मेडिकल सँगसँगै अर्को एउटा लाइब्रेरी कार्ड बनाउनु पर्छ। लाइब्रेरी कार्ड पनि एउटा प्रुफ प्रमाण हो। यहाँ आइसके पछाडि जबसम्म तपाईँले काम पाउनुहुन्न, जबसम्म काम भेटाउनुहुन्न त्यो बेलासम्म चाहिँ तपाईँले आफ्नो समयको सदुपयोग गर्नको लागि तपाईँले लाइब्रेरी कार्ड लिनुभयो भने तपाईँले लाइब्रेरीमा गएर तपाईँले अध्ययन गर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। त्यो बेलासम्म पढ्न सक्नुहुन्छ। अनि त्यो पनि एउटा प्रुफ नै हुन्छ। त्यसको एउटा भ्यालिड हुन्छ, त्यो पनि 2 वर्षको भ्यालिड हुन्छ। त्यसले गर्दाखेरि त्यो पनि एउटा अर्को प्रुफ हो। र साथीहरू जब तपाईँले इम्पाड्रोनामेन्टो गर्नुहुन्छ त्यस पछाडि तपाईँले मेडिकल कार्ड बनाउनु भयो, लाइब्रेरी कार्ड बनाउनु भयो। अब चाहिँ तपाईँले के गर्नुहोस् भन्दाखेरि भाषाको लागि भाषा क्लास जोइन गरेर तपाईँले पढ्नु भयो भनेदेखि तपाईँको खाली समय चाहिँ सदुपयोग पनि हुन्छ। इम्पाड्रोनामेन्टो चाहिँ 2 किसिमले हुन्छ, एउटा पर्सनल हुन्छ र एउटा सरकारी तरिकाले गभर्मेन्ट तरिकाले चाहिँ गर्न सकिन्छ। रेड क्रसमा गएर तपाईँले पर्सनल तरिकाले गर्नको लागि चाहिँ केही स्पेनिस यहाँको लोकल मान्छेको घरदेखि तपाईँले गर्नुपर्ने हुन्छ र त्यो चाहिँ शर्त अनुसार कति समयसम्मको लागि गर्ने हो, 1 वर्ष 2 वर्ष
6 महिना तपाईँले कति समयसम्मको लागि हुन्छ त्यति समयको लागि यहाँको लोकल मान्छेले स्थानीय चाहिँ तपाईँको इम्पार्टमेन्ट बनाइदिन्छ। अर्को तरिका भनेको चाहिँ रेड क्रसबाट बनाउनु पर्ने हुन्छ, त्यो चाहिँ सरकारी हुन्छ। त्यसमा चाहिँ तपाईँको कुनै पनि यहाँको स्थानीय बासिन्दाको लागि कन्ट्र्याक्ट लिएर जानुपर्ने हुन्छ। कन्ट्र्याक्ट लगेर रेड क्रसमा दर्ता गर्ने, दर्ता गरिसके पछाडि चाहिँ तपाईँलाई एउटा समय दिन्छ, इन्क्वायरीको समय दिन्छ। त्यो चाहिँ तपाईँले वेट गर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँलाई उनीहरूले 2-3 महिनासम्मको समय दिन्छ। त्यो 3 महिनाभित्रमा चाहिँ इन्क्वायरीको लागि तपाईँ कहाँ बस्नुभएको, कुन घरमा बस्नुभएको छ त्यो हेर्नको लागि तपाईँ त्यहाँ त्यो रुममा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा बुझ्नको लागि उनीहरू एकपल्ट आउँछ। तर आउनु अगाडि चाहिँ उनीहरूले जानकारी गराएर आउँछ। अनि त्यति बेला तपाईँ त्यहीँ रहनुभएको अवस्थामा भेट्यो भनेपछि चाहिँ उनीहरूले चाहिँ तपाईँको रेड क्रसबाट सरकारी तरिकाले 2 वर्षसम्मको तपाईँ 2 वर्ष जति वर्षसम्म तपाईँलाई चाहिने हो त्यति वर्षसम्मको लागि ढुक्क तरिकाले इम्पार्टमेन्ट त्यो तरिकाले हुन्छ। यसमा तपाईँको कुनै पनि खर्च लाग्दैन। त्यसरी यहाँ आइसके पछाडि इम्पार्टमेन्ट चाहिँ त्यसरी गर्नुपर्ने हुन्छ साथीहरू। र यही थियो आजको मेरो जानकारी तपाईँहरूको लागि। जो आउँदै हुनुहुन्छ तपाईँहरूले बुझेर आउनु होला भन्न चाहन्छु। यहाँ गाह्रो छ र आफन्त हुने र कमाइ गर्न नपर्नेहरूको लागि सजिलो पनि छ। धेरै बुझेर मात्रै आउनु होला, एकैचोटि चाहिँ नआइहाल्नु होला। आउनु भइसके पछाडि गर्नुपर्ने तपाईँले पहिलो गर्नुपर्ने कुराहरू चाहिँ मैले यो जानकारी दिएँ। अरू कुनै पनि किसिमको त्यस्तो जानकारी तपाईँलाई चाहिएन कमेन्ट गर्नुहोस्, म त्यही सबै भिडियो बनाएर राखिदिन्छु। अहिलेको साथीहरू अहिलेको लागि धन्यवाद। मेरो भिडियोलाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै बिदा माग्न चाहन्छु। थ्याङ्क यू। हेभ अ नाइस डे। बाई।